ये 10,000 को लस्कर के होला भने नारदले सोधे हामी त दक्षका छोरा तपस्या गर्न हिँड्या तपस्या गर्नु त राम्रो कुरो तर वरदान के माग्छौ भनेर सोध्यो वरदान त संसार बढाउन सकौँ भनेर बाबाले त्यही वरदान माग्नु भनिएको छ भनेपछि धिक्कार होस् यो संसार जति जे भए पनि आखिरका बीचमा यो संसारबाट कल्याण कसैको हुँदैन यो कुरो तिमीहरूले बुझ्नुपर्ने बुझिन यसै कारणले मेरो प्रश्नको उत्तर दियो भन्नुभयो प्रभु के हो प्रश्न दुईपट्टि बग्ने खोलो देखिहाल्छ भने तलतिर मात्रै बग्ने मात्रै देखिहाल्छ मात्रै बग्ने त्यसो भएदेखि एउटै पुरुषवाला राष्ट्र देखिया छ भने त्यो पनि छ त्यसो भए तिमीहरूले 25वटा ढुङ्गाले बनिया घर देखिया छ भने छैन प्रभु बेस्या स्त्री देखिया छ भने त्यो पनि छैन बेस्याका पति देखिया छ भने त्यो पनि छैन भने चलिरहने चक्र देखिया छ भन्दा त्यो पनि छैन एउटा यस्तो बाटो छ जुन बाटो जति अगाडि बढ्न सक्यो त्यति आनन्द छ र पूर्ण स्थानमा प्राप्त भएपछि त्योभन्दा अगाडि जानु पनि पर्दैन फर्केर आउनु पनि पर्दैन त्यस्तो बाटो देखिया छ भने छैन भने त्यसो भए म तिमीलाई चेलो बनाएर यो सारा प्रश्नको उत्तर दिन्छु भन्न हस् भने नारद ऋषिले दक्षका 10,000 सन्तानका लागि ज्ञान दिनुभएछ दुईपट्टि भग्नी खोलो भनेको मायाको संसार हो एकातिर सृष्टि अर्कोतिर प्रलय आउने आइरहेका छन् जाने गइरहेका छन् यसैलाई परमात्माको दुईपट्टि भग्नी खोलो भने 25वटा ढुङ्गाको घर भनेको 25 तत्त्वले बनेको शरीर 24वटा प्रकृतिका लक्षण एउटा परम पुरुष भगवान 25 तत्त्वको घर भयो त्यसै गरी गएर एउटै पुरुष वाला राष्ट्र भनेको परमात्मा रूपी संसार हो भगवानदेखि भिन्न छैन संसार जति छन् परमात्माकै हो जति जन्म लिनेछन् ती पनि परमात्माकै हो त्यसै कारणले परमात्मै हो यो संसारमा अरू चिज विस्तार भएको होइन परमात्माको मायाको विस्तार नै हो परमात्मा स्वरूप नै हो त्योभन्दा भिन्न केही छैन यो पनि कृष्णको हरि त्यो पनि कृष्णको सारा संसार कृष्णको कृष्ण हरि हरि कृष्णको सारा संसार कृष्णको भिन्न यो संसार कति पनि छैन कोही छैन भन्दै वर्णन गर्नुभयो यसभन्दा पछाडि वेश्या स्त्री भनेको बुद्धि एकछिन अगाडि एउटा निर्णय गर्छ एकछिन पछाडि अर्को निर्णय गर्छ यसैले यसलाई यो संज्ञा दिएको हो वेश्याको पति भनेको मन हो चलिरहने चक्र भनेको कालरूपी चक्र हो कालरूपी चक्र चलिराखेको छ हामी बसे पनि उठे पनि हिँडिराखेको छ कहिले रोकिनेवाला छैन यस्तो समन पुकार गरेपछि अन्तिममा आनन्दको बाटो भनेको परमात्माको धामको बाटो हो यो सारा प्रश्नको उत्तर सुनेपछि नारद ऋषिका चरणमा परे नारद ऋषिले भन्नुभयो जोगी बन्नुपर्छ संसारमा यो शरीर त आफ्नो होइन भने शरीर यो विचार गरेर नारद ऋषिको ज्ञानलाई स्वीकार गर्दै जोगी बनेर जङ्गलतिर गए कहिले फर्केर आएनन् दक्ष प्रजापति 11,000 छोराका घरमा पालैछ घुमेर खाने हो भन्थे त्यसै गरी जोगी बनाएर
दक्ष प्रजापतिले 60 वटै छोरीको सृष्टि गर्नु 60 वटै छोरीमा 27 वटै छोरी चन्द्रमालाई बिहा गरेर दिनुभयो 13 वटी छोरी स्वयं गइकन कश्यप ऋषिका लागि विवाह गरेर दिनुभयो 10 वटै छोरी धर्मलाई बिहा गरेर दिनुभयो 50 भूत अङ्गिरा कृताश्व नागरिका ऋषिलाई 2 वटी छोरी बिहा गरेर दिनुभयो 56 वटी भयो तारक्ष नामरीको कश्यपलाई 4 वटी छोरी विवाह गरेर दिनुभयो 60 वटी भए जसमा कश्यप ऋषिसँग विवाहित भएका देवीहरूमा अदितिका 12 वटा छोरा थिए जसमध्येमा त्वष्टा नाम गरेका ऋषि पनि एउटा छोरो हुनुहुन्थ्यो कुनै दिन विश्वरूप नाम गरेका उहाँका छोराका लागि राजा इन्द्रले स्वर्ग लिएर गएर गुरु बनाउँछु भनेर लिएर गएर मार्नुभयो यो सुन्ने बित्तिकै राजा परीक्षित सुन्न लाग्नुभयो गुरुदेव मैले यो कुरो बुझिनँ गुरु बनाउँछु भनेर बृहस्पति ऋषि स्वर्गका गुरु हुँदाहुँदै विश्वरूपका लागि लिएर किन जानुभयो इन्द्रले गुरु बनाउँछु भनेर पूजा गर्नका लागि लिएर गएको ब्राह्मण किन मार्नुभयो मैले यो कुरो बुझिनँ मलाई यो कथा प्रसङ्ग आज्ञा होस् भन्दाखेरि बताउनुहोस् सुन्नुहोस् एक दिनको कुरो के रहेछ स्वयं गइकन गुरु बृहस्पति ग्रह इन्द्र राजाको ठुलो मेलमिलाप थियो जान पर्यो राजा इन्द्र के गर्दैछन् स्वर्ग धुवा नबगेका धेरै दिन भए यज्ञ नगरीका गुरु बृहस्पति हेर्नुमा जान फिर्ता इन्द्र त नाचगानमा बसिराखेको ताली बजाएर बसिराखेका गुरु ढोकाउँदिनु हो आहा कति रमाइलो बेला नाच र गानको बेला गुरु आउने कि जोसुकै आउन वास्तै गरिदिन्छन् इन्द्र राजाले 1 घण्टा समय इन्द्रको अनुहार हेरेर गुरु प्रतीक्षा गरेर बस्नुभयो इन्द्र राजाले वास्तै नगएका कारणले गुरु अदृश्य भनेर घर जानुभयो अब त्यो नाचगान रमाइलो सकेपछि गुरु चाहिएछ उसलाई कहाँ जानुभयो गुरु भनेर खोज्दाखेरि त गुरु घर गइसक्नु भएछ घरमा गएर खोज्दाखेरि इन्द्र आएको थाहा पाएपछि हराउनु भयो भोलि बिहानै आउँछु भनेर बिहान उज्यालै नहुँदा गएको इन्द्र आएको थाहा पाउने बित्तिकै गुरु सुतेकै ठाउँमा हराउनु भयो हराउन पनि सक्ने कराउन पनि सक्ने गुरु बृहस्पतिलाई आज पनि भेटघाट भएन भोलि पनि भेटघाट भएन साह्रै हैरानी भएपछि ब्रह्माजीको शरणमा पर्नुभयो राजा इन्द्र बृहस्पति रिसाउने जेलका लागि विश्वरूप नाम गरेर गुरु ल्याएर स्वर्ग गुरु बनाउने हो भन्नुभयो लौ भनेर त्वष्टा ऋषिका छोरा विश्वरूप कहाँ पुग्नुभयो प्रभु तपाईँ गएर स्वर्ग गुरु बन्नु पर्यो भने म त गुरु बन्दिनँ स्वर्ग गर यो पुरोहित बन्दिनँ भन्नु किनभने भन्दा पौरोहित्यम विगरयन् यो पुरोहित भनेको शब्दको अर्थ स्पष्ट छ आफ्नो हित होइन अर्का हित पुरोहित पुरो भनेको समाजको र संसारको हित र कल्याण हो यसै कारणले यो पुरोहित कर्म म गर्दैन भन्नुभयो किन प्रभु भनेको गाली पाइन्छ कस्तो गाली भने पुरोहित गर्दा आधी घण्टा नाम फेरिन्छ थाहा छ हजुरहरूलाई आधी घण्टा नाम फेरिने काम थियो गुरुले म भोलि बिहान 9 बजे आउँछु भन्नुभयो भने 9 बजेसम्म गुरु आउनु भएन यजमान भित्र बाहिर गुरु भन्ने भित्र बाहिर गर्नुहुन्छ 9 बजेसम्म 9बाट 9:30 भयो भने अब गुरु आउँदैन त्यो मुखबाट होइन बाजे त आउँदैन नि त 9:30 भइसक्यो हेरिबक्नुहोस् त आधी घण्टा गुरुबाट बाजेमा पुगेन भगवान श्रीहरिको नामले बिहान भयो साँझ भयो दिउँसो भयो हर हमेसा गइकन कवच स्वरूप सबैको कल्याण हुने स्तोत्र हो नारायण कवच राजा इन्द्रका लागि जलमा स्थलमा बिहान साँझ बेलुका 24 घण्टा रक्षा हुने किसिमको दिव्य कवच भइरहनु हो नाम ध्रुवी कवच यो कवचको महिमा प्रकाश गर्दै भन्नुहुन्छ कुनै कौशिक गोत्रका ब्राह्मणले नारायण कवच धारण गर्नुभयो सही छाले मरुभूमिमा गएर शरीर छोड्नुभयो मरेको हड्डी त्यही परिराख्यो त्यो भाँति चित्ररथ नाम गरेको गन्धर्व अगाडि बढ्दा मरेको हड्डीले त्यो विमान खिचेर ल्याएछ तल ऋषिमुनिको वचन स्वीकार गरेर त्यो हड्डी लगेर गङ्गाजीमा सेलाएपछि चित्ररथ नाम गरेको गन्धर्व आफ्नो विमान लिएर अगाडि बढ्न सफल भए भने मरेको हड्डीमा त त्यति ठुलो शक्ति हुन्छ जिउँदै नारायण कवच भइरहेको राजा इन्द्र यति बलवान हुनुभयो
बृहस्पति गुरु नभएको आवास होइन अब त धुमधामसँग यज्ञ बढ्दै जाँदा एक दिन विश्वरूपकी आमाले सोध्नुभएछ, छोरो तिमी अचेल कहाँ जान्छौ भने म स्वर्गाङ गुरु भनिहाल्छु। विश्वरूपकी आमा दानवकी छोरी हुनुहुन्थ्यो। स्वर्गाङ गएर जति आमाको वंश बाबाको वंश आदरणीय छ, आमाको वंश पनि आदरणीय छ। यही भएर श्राद्ध गर्दाखेरि दुवैतिरको 3 पुस्ता स्मरण गरिन्छ। स्वर्गाङ गएर दानवलाई पनि हवन गर है छोरो भनेर आमाले भने सुन्दा आमा स्वर्गाङ दानवको नाम दिन पाइँदैन भन्छ। त्यसो नभन लौ भनेर स्वर्गाङ गएर देउताको नाम चाहिँ चर्को बोलेर हवन गर्ने, दानवको नाम पढ्दाखेरि बिस्तारो बोल्यो। होइन यो गुरुको के हो ढाँचा काँचा भनेर इन्द्र गएर पछाडि गएर यसो पढाइ सुन्दाखेरि त दानवको नाम पढ्दै हवन गर्दै गरिहाल्छन्। गुरु त किन राख्दैन बाँकी भनेर वज्र प्रहार गरी विश्वरूपका टाउकामा 3टा शिर थिए। 3वटा शिर गइकन ढले धरतीमा 3टा चराहरू आकाश मण्डलमा प्राप्त भए। दानवलाई हवन गर्नेवाला गुरुलाई मैले मारि भनेर स्वर्गका कुर्सीमा गएर बस्न खोज्दै थिए। त्यही बेला स्वयं ब्रह्म हत्याको पाप लाग्यो राजा इन्द्रलाई। साह्रै फेरि कुर्सीमा बस्न सकेन। हरि म कहाँ जाउँ भन्दै ब्रह्म हत्याको पाप स्वीकार गर्नु परेको। इन्द्र राजा पनि घुम्दै घुम्दै रहनु भयो, अगाडि बढ्दै बढ्दै रहनु भयो। जस अन्तर्गत कहीँ गएर पनि कल्याण भएन। राजा इन्द्रले ब्रह्माजीको शरणमा परेर ब्रह्म हत्याको पाप 4 भागमा विभाजन गर्नुभयो। जस अन्तर्गत 25% पहिलो ब्रह्म हत्याको पाप पृथ्वीले स्वीकार गर्नुभयो। उजाउ नहुने भूमिलाई ब्रह्म हत्याको पापको भूमि भनिन्छ। दोस्रो ब्रह्म हत्याको पाप वृक्षहरूले ग्रहण गरे, वृक्षका चोपमा ब्रह्म हत्याको पाप मानिन्छ। तेस्रो ब्रह्म हत्याको पाप जलले ग्रहण गरे, पानीको फोका अर्थात् पानीको खेतमा ब्रह्म हत्याको पाप मानिन्छ। चौथो गइकन आमाहरूका अगाडि राजा इन्द्रले विलाप गरेका कारणले माताहरूले राजा इन्द्रको 25% ब्रह्म हत्याको पाप ग्रहण गरिदिनु भएका कारणले मासी प्रदर्शित महिना महिनामा रजु धर्मका स्वरूपमा ब्रह्म हत्याको पापको समय मानिन्छ। रजु धर्म त पहिले पनि हुन्थ्यो तर अशुद्धता मानिँदैनथ्यो। इन्द्रको ब्रह्म हत्याको पाप 3 दिनसम्म स्वीकार गर्ने भएका कारणले त्यो बेलादेखि रजु अवस्थालाई ब्रह्म हत्याको पापको अवस्था भनेर स्वीकार गर्नुभयो। राजा इन्द्रले पनि अब गुरु बृहस्पतिका हातबाट ठुल्ठुला यज्ञ इत्यादि कर्महरू सुसम्पन्न गराएर परम आनन्दसँग स्वर्गका बिचमा विराजमान हुनुभयो। तुष्टा ऋषिले छोरो मारेको बदला अग्निमा हवन गरेर वृत्तासुर उत्पत्ति गर्नुभयो। जन्म लिने बित्तिकै वृत्तासुर भन्छन् बाबा आकाशमा लागेका चन्द्र सूर्य सारा झारिदिउँ भने पर्दैन छोरो। त्यसो भए यो धरती लिएर गएर समुद्रतिर फ्याल्दिउँ भने त्यो पनि परेन। समुद्रको पानी हातमा अन्जुलीमा उठाएर पिइदिउँ त भन्दा त्यो पनि परेन। जाऊ पापी इन्द्रलाई मारेर आऊ भनेपछि वृत्तासुर नाम गरेको दानव स्वर्गतिर राजा इन्द्रसँग आक्रमण गर्न प्राप्त भइराखेका छन् र इन्द्रसँग वृत्तासुरको लडाइँको कति अगाडि बढिराखेका छ भन्ने कथा यो अध्यायबाट भागवत भगवानको। हरे नमः श्री परमात्मने नमस्ते वासुदेवं रघुनोदरं मदप्रत्वेदसादंगं भगवन्नतबलां परारिपा विजयमानं वेदनात् श्रीदुर्गसवकालं नवाद्य कल्याणमाधवादवदेका तावदनं गोदयेन्द्रदत्तभवर्तिरतन्द्रगतराजने विजयवाचा हेम्नौ देवातते मदमेटवतेन विदलं द्रव्य स्वातं धर्मानिनां विदिवप्रदेशदासारं जलकारिदेवतर्गवात्नामे नित्यदर्गामे श्रीप्रिया एवं श्रणाकोतो वेदन भवसारिकं मेलेन्द्रवणायन लोकाव्यजिरहतेन वणातरे विदर्भयदवै विदर्भदापमो यदेवानावात्सन्निनादा अमादपादमें धरसैन्यमान्तरामेलिकपाकमरगं दूर्मदागमन्यामदमोदितानावमदविदपदिरवर्मदा तुलुकं तं द्रवदेव धरमिदं ततदेविद्रवदे महागतं देविदासापादं सुरदिनं जग्रामदानिलकरणलीलया करेणलीलया शैन्द्रजत्रुर्वितो विसंयता महीन्द्रवारं कथयोरवितं जगामपुगातं नन्दामिगे तत्कर्मदर्भे सम्भोजननिवा ऐरावतवीरकदादिवितो विदुर्गतं देवतिलासवोयता अवतनमिदमगं लयेन्द्रमन्दलयेकं चन्द्रमनोर्दाता
स्वर्ग का बीच में इंद्र को पद चलाने वाला म हूँ भनेपछि राजा इंद्र थर थर भएर काम लाग्नु हो। वृत्तासुरका अगाडि केही लागेन। राजा इंद्र कुर्सी छोडेर ऐरावत नाम गरेको हात्तीमा चढेर भाग्न लाग्नुभयो। वृत्तासुर नाम गरेको दानवले राजा इंद्र भाग्य देख्दाखेरि धिक्कार होस्, कहाँसम्मका पापी रहेछ, अत्याचारी रहेछ। अवसर पाउँदाखेरि आज गुरु मार्यो, ब्राह्मण मार्यो, म जस्तो बलियो आउँदाखेरि तिमी भाग्यौ, ठिकै छ भन्दै वृत्तासुर पनि स्वर्गबाट फर्केर तुष्टा ऋषिका आश्रममा प्राप्त भए। ऋषिले सोध्नुभयो, बाबा मार्यौ त इन्द्रलाई भन्दाखेरि बाबा कसरी मार्नु? इन्द्र राजा कुर्सी छोडेर भागेका कारणले मैले मार्न सकेन। मलाई साह्रै गइकन इन्द्रको बल देखेर साह्रै गइकन डरमाइलो लाग्यो। लौ ठिकै छ त्यसो भए, तर अवसरवादी हो, छोड्न चाहिँ हुँदैन थियो भन्दै वृत्तासुर नाम गरेको दानवका लागि तुष्टा नाम गरेका ऋषिले सम्झाउनु भयो। अब समय बितेर आउँदाखेरि आज पनि स्वर्गमा भय रह्यो, भोलि पनि डर र भय रहे। स्वर्गका बीचमा बस्न सक्ने अवस्था इन्द्रलाई प्राप्त भएन, जसका कारणले राजा इन्द्र पनि दधिची नाम गरेको ऋषिका आश्रममा गएर प्रार्थना गर्न लागे। भगवान हजुरका आश्रममा केही माग्न आएका छौँ, के चाहियो? देवता हो, हजुरहरूका लागि मैले दिन सक्ने केही छ त भनेर पुकार्दा प्रभु धेर गतिलो चाहिँ चाहिएको छैन, तर हजुरको नली खुट्टाको हड्डी भइदिएको छ, त्योभन्दा अर्को चाहिँ चाहिएको छैन भन्दा म जस्ताको हड्डी तिमीहरूका लागि किन चाहियो? म त वृद्ध हूँ, तिमीहरू गइकन बलवान छौ, पुरुषार्थी छौ भन्दा प्रभु हाम्रो हड्डीले काम चलेन, हजुरको हड्डीमा शक्ति छ। कस्तो शक्ति त भन्दा देवताहरूले पहिला दानवसँग हारेर भाग्दा दधिची ऋषिका लागि हतियार सुम्पँदाखेरि ऋषि दधिचीले शस्त्र अस्त्र अर्काले दिएको नासो नष्टाउन लागेका कारणले स्वयं त्यो शस्त्र अस्त्रको बल हड्डीमा समाहित गर्न भएको छ। यसै कारणले हजुरका हड्डीमा सारा गइकन शस्त्र अस्त्रको बल निहित भएको छ। यो हड्डी दिनुहोस् भनेर पुकार गरिसकेपछि ऋषि दधिची विचार गर्न लाग्नुभयो, आज भए पनि मरेर जाने हो, भोलि भए पनि मरेर जाने हो, कमसे कम मेरो यो नाचवान शरीरबाट देवताहरूका लागि कल्याण हुने भयो। दधिची ऋषि आँखा चिन्देर बस्नुभयो ध्यानमा, प्राण भागलाई मस्तिर खिचेर लिएर आउनुभयो। ब्रह्मरन्ध्रका बीचमा लिएर आएर हरि हरि भन्दै भगवानको स्मरण गर्दै यो देह बिसाउनु हो। देवताहरूले कामधेनु नाम गरेको गाईलाई बोलाएर गाईको खस्रो जिब्रोको माध्यमबाट हड्डी र मांस अलग गरिदिए। त्यही हड्डी बोकेर जान खोज्दै थिए दधिचीकी पत्नी आश्रमबाट बाहिर निस्कनु भयो। आफ्ना श्रीमानको त्यो अवस्था देख्दाखेरि धर धर हुन लाग्नुभयो। स्वामी कमसे कम हजुरकी अर्धाङ्गिनी हो, आदि पाप र धर्मकी स्वयं गइकन प्रतिभागी हो। शरीर छोड्न लाग्दाखेरि समेत मलाई एकपटक मैले शरीर छोड्न लागे भनेर जानकारी दिनुभयो। भिक्कार उसमा कसो गरी बाँच्छु भन्दै आफ्ना श्रीमानको सारा मांस पिण्डहरू एकत्रित गरेर सती जान भनेर खोज्नु। आकाशवाणी हो, देवी हजुरका पेटमा बच्चा छ, सती जान सक्नुहुन्न। सारी बिलाप गरेर पेटमा मोक्काले प्रहार गर्दै धर धर हुन लाग्नुभयो। कुन समयका बीचमा त मेरा गर्भका बीचमा प्राप्त भइस्। मैले श्रीमानका साथमा सती जान सकिनँ भनेर साह्रै गइकन बिलाप गरेर रुन लाग्नुभयो। त्यही बेला साह्रै पीडा र कष्ट प्राप्त गरेर पेटका बीचमा मोक्काले प्रहार गर्दा गर्दा बच्चालाई त्यति नै खेर प्रसव गराउनु भयो।
पिपलका रुखका फेदमा राखेर भन्न लाग्नुभयो, नारायण स्वरूप पिपलको वृक्ष मैले स्वयं यो बच्चाका लागि हजुरका चरणमा समर्पण गरिएको छु। म आफ्ना श्रीमानका साथमा सती जान्छु भन्दै ददैतीकी पत्नी सुवर्चा नागरीकी देवी सती भएर जानुभयो। देवताहरूलाई उहाँले श्राप दिनुभएको थियो, स्वर्ग कहिल्यै पनि अभय भएर बस्न नपाओ, सधैँ डर होस्, सधैँ भय होस्, सधैँ चिन्ता होस्। यसभन्दा पछाडि त्यही हड्डी लिएर गएर सरासर विश्वकर्मालाई वज्र बनाउन दिएको विश्वकर्माले वज्र बनाएर राजा इन्द्रको हातमा सुम्पिएको। इन्द्र राजा पनि नर्मदा नाम गरेको गङ्गाका किनारमा वृत्तासुर नाम गरेको दानवसँग लडाईँ प्रारम्भ भयो। कस्तो लडाईँ भयो? नारायण भन्ने भगवानको नाम पुकार गरेर लडाईँ गर्नेवाला वृत्तासुर इन्द्र वृत्तासुरका साथमा लडाईँ गर्न लागे। जब ऐरावत नाम गरेको हात्तीमा चढेर राजा इन्द्र हातमा वज्र लिएर अगाडि बढेर देख्दा दानवहरू तितर बितर गरेर दायाँ बायाँ भाग्न लागे। वृत्तासुर सारा दानवहरूलाई एकत्रित गर्दै भन्दछन्, बाबा किन भाग्छौ, नभाग। इन्द्रका हातबाट मर्यौँ भन्दैथ्यो, हाम्रा लागि परमात्माको न्यानो चरण छ, परमात्माको शरण छ, वैकुण्ठको राज्य छ। इन्द्रलाई आज यज्ञमा यो युद्धका बिचमा मार्यौँ भनेदेखि स्वर्गको राज्य छ, दुईटा हातमा लड्डु छ। मरेदेखि वैकुण्ठको राज्य परमात्माको प्यारो धाम छ। त्यसै गरी इन्द्रलाई हरायो मार्यो भनेदेखि स्वर्गको राज्य छ, किन भाग्छ? कमसे कम धर्म युद्धमा छोडेको शरीर र योगीले योगाभ्यासको गतिमा छोडेको शरीर त्यो आत्मा एकै ठाउँमा पुग्छ। यसै कारणले किन भाग्ने हो? यो पापी इन्द्र ब्रह्म हत्यारा हो, गुरु हत्यारा हो। यिनका सानिध्यमा पीर देखाएर भाग्नु भनेको यिनको पाप लिएर भाग्नु हो। शरीर छौन्जेलसम्म धर्म युद्ध गर्नै पर्छ भनेर वृत्तासुरले सारा दानवलाई एकत्रित गरेर लडाईँमा प्रेरित गराए। लडाईँ गर्दै गर्दै जाँदा इन्द्र, मलाई स्वर्गको राज्य चाहिएको छैन, स्वर्गको राज्यका लागि मैले लडाईँ गरे होइन, मलाई संसारका कुनै चिज चाहिएको छैन। मलाई त भगवान परमात्मा प्रभुको चरण कहिले प्राप्ति होला, भगवानको न्यानो शरणमा म कहिले प्राप्ति होला। मलाई यति उद्देश्य परमात्मा प्रभुले पुरा गर्नु होला नगर्नु होला, तडपेर बसिराखेको छ। यो इन्द्र, तिमी जस्ता स्वार्थी राजालाई परमात्मा प्रभु श्रीहरिको चरणको आनन्द के थाहा? परमात्माको चरणमा कति आनन्द छ, कति अभय छ, कति सुख छ, कस्तो गइकन परम आनन्द छ, यो तिमी जस्तालाई थाहा छ। तिमीलाई यति थाहा छ, स्वर्गको राज्य कहिले नगमोस्, स्वर्गको कुर्सीमा दोस्रो व्यक्ति कहिले नआओस्। हे भगवान, हे परमात्मा प्रभु, मलाई कहिले बोलाउनु होला? हे हरि, म हजुरका शरणमा कहिले आउँला? परमात्मा प्रभु आकाशतिर फर्केर भगवत नाम पुकारका साथमा वृत्तासुर नाम गरेको दानो लडाईँ गर्न लागे। राजा इन्द्र छक्क परे। यदि स्वर्गको कुर्सी चाहिएको छैन भनेदेखि लडाईँ छोडेर भाग्दैन भन्दा म भाग्दिन। किन भाग्छु? तिमी जस्ता पापी र तिमी जस्ता ब्रह्म हत्याराका अगाडिबाट यो प्राण छौन्जेलसम्म भगवान परमात्माको पुकार गरेर लडाईँ गर्छु। संसारमा मलाई मर्यादा भन्ने डर छैन, बाँचुन्जेलसम्म यो शरीरबाट पाप होला कि भन्ने डर छ, बाँचुन्जेलसम्म यो शरीरबाट कसैलाई कष्ट पो होला कि, कसैलाई हित र कल्याण गर्न नसकेला कि भन्ने मलाई डर छ। धेरै बाँच्नु ठुलो कुरो होइन, तर बाँचेको समयमा भगवान परमात्माको पुकार गर्न सक्नु, परमात्मामा समर्पित हुन सक्नु नै सबैभन्दा ठुलो कुरो हो। यसै कारणले मर्ने क्षणसम्म यो इन्द्र, मेरो बाणी परमात्मा प्रभुको गुणगान गाउन पछि कहिले नपरोस्, मेरो हात भगवानको सेवा गर्नलाई कहिले पछाडि नपरोस्, कहिले अल्छी नमानोस्, मेरो पाउ तीर्थधाम जानका लागि कहिले पनि अल्छी नमानोस्। मलाई यति पुकार छ, यति डर लागिरहेको छ। मलाई स्वर्ग होइन इन्द्र, स्वर्ग बनाउने कृष्ण चाहिन्छ। स्वर्ग बनाउने परमात्मा आफ्नो भएपछि यस्ता स्वर्गता कति बन्यो होला, कति भत्कियो होला, कति बिग्रियो होला। कति पटक स्वर्गको सुख मैले भोगेँ होला, तर कहिल्यै पनि पूर्ण आनन्द प्राप्त भएन। यसै कारणले मलाई स्वर्गको सुख होइन, भगवानको आनन्दका लागि म तडपिरहेको छु।
इन्द्र मलाई मार्न भनेर ल्याएको ददैची ऋषिको हात्तीले मलाई छिटोभन्दा छिटो मारिदेऊ। म यो प्राण छोडेर परमात्मा प्रभुका धाममा जान हतारी राखेको छु। मलाई स्वयं गइकन परमात्मा प्रभु हजुरले हजुरका भक्तको पाउको धुलो मेरो लागि कहिले पनि टाढा नहोस्। म यही पुकार गर्छु भनेर वृतासुर पनि हरि हरि भन्दै युद्ध मैदानका बीचमा अगाडि बढिया देख्दा इन्द्र भन्छन् आफू देवता भएर यस्तो नाम आउँदैन। वृतासुरका मुखबाट कति पवित्र नाम भगवानको। आज वृतासुर पनि राजा इन्द्रका सानिध्यताका बीचमा लडाईँ गर्दै जाँदाखेरि हातबाट वज्र खस्यो हो। वज्र खसिसकेपछि इन्द्रलाई लाज मर्नु भयो। लडाईँका बीचमा हतियार खस्नु भनेको अत्यन्त लाज मर्न कुरो। इन्द्र लाज मान्नु पर्दैन। गुरु मार्न तिमीलाई लाज भएन। ब्राह्मण मार्नका लागि तिमीलाई लाज लागेन। गौतम ऋषिका आश्रमका बीचमा गएर ऋषि गौतमको स्वरूप धारण गरेर अहल्याका सानिध्यमा उपस्थित हुन तिम्रो लागि लाज लागेन भनेदेखि आज तिमीले स्वयं यो खसेको हतियार उठाउन किन लाज मान्छौ? उठाओ भनेपछि इन्द्र पनि लाज मर्न भएर हात हतियार उठायो हातमा। वृतासुर के भन्छन्? म त स्वयं परमात्माको धाममा कहिले जाउँला भनेर हतारी राखेका छु। अजात पक्ष इव मातरं खगा स्तन्यं यथा वसतरा क्षुधारता प्रियं प्रियेव विसतं विसर्णा मनो रविन्दाक्षद्रिदे क्षतितम्। हे इन्द्र, जसरी स्वयं गुणका बीचमा छोडेका बच्चाहरू कहिले माता पिता चाहरा लिएर आउला, कहिले मुखमा हल्दी लगाएर तिनका माता पिता उडेको बेलादेखि मुख बाहिर गुणबाट मुख बाहिर निकालेर हेरेर बसिरहेका हुन्छ। त्यस्तै भगवान परमात्मा प्रभुले मलाई कृपा रूपी चाहरा कहिले टक्राउनु होला भन्दै म परमात्मा श्रीहरिको धामतर्फ हेरेर पुकार गरिरहेको छु। जसरी जङ्गलमा शरण गएका गाईहरूलाई सम्झेर बाछाहरू बाँधा गरेर कहिले आमाहरू फर्केर आउला, कहिले दुध खान पाउला भनेर गोठमा बाँधेका ती बाछाहरू दिनभर आमाको प्रतीक्षा गरेर कराएर रहन्छन्। त्यस्तै भगवान परमात्मा प्रभुले मलाई कृपा रूपी दुध कहिले पान गराउनु होला भन्दै म भगवान परमात्मा प्रभुको धामपट्टि फर्केर पुकार गरिराखेको छु। यसै गरी आफ्ना प्रियजनका बिछोडमा स्वयं गइकन मेरो छोरो यति वर्ष हो विदेश गएको, मेरो श्रीमान यति वर्ष हो विदेश गएको भन्दै सारा हदका औँलाका पर्वहरू गनेर प्रतीक्षा गरेर बसिरहन्छन् भनेदेखि म भगवानका धाममा कहिले जान पाउँला, परमात्माको धाममा कहिले जान पाउँला भन्दै भगवान श्रीहरिको पुकार गरेर बसिराखेका छु। हे हरि, मलाई हजुरको धाममा कहिले बोलाउनु होला, म हजुरको चरणमा कहिले प्राप्त होला भन्दै भगवानको पुकार गर्दै वृतासुर पनि परमात्माको पुकार गर्दै युद्ध भूमिका भगवत नाम सम्पूर्णले नाच्न लागे। भुल्न हुँदैन हरि, भुल्न हुँदैन आत्मा काम मुखमा राम भक्तवत्सल भगवान को। आज भगवान परमात्मा प्रभुको पुकार गर्दै आनन्दसँग वृतासुर युद्ध भूमिका बीचमा लडाईँ गर्दै गए। यति भइसकेपछि वृतासुर ऐरावत नाम गरेको हात्तीमा चढेर इन्द्रलाई आज इन्द्र ऐरावत हात्तीमा चढेर वृतासुर मार्न जान्छ भन्दा वृतासुरले मुख बाइदिए। इन्द्र ऐरावत हात्तीका साथमा सिधै गएर पेटमा पुगे।
सारा हाहाकार भयो। गुरु बृहस्पतिका अगाडि गएर विलाप गरे, प्रभु वृत्तासुरका पेटमा पुग्यो ऐरावत, हात्ती पनि छैन, निन्द्रा पनि छैन। त्यसो भएदेखि गएर नजिकै गएर मुखबन्द मुख वृत्तासुरका अगाडि हेरेर हाई गरेर वृत्तासुरले मुख खोल्छन्, बाहिर आउँछ। लौ भन्दाखेरि वृत्तासुर त मुख चिम्म पाएर बस्यो। मुख हेरेर हाई गरे, उनलाई किन हाई आउँथ्यो? हाईभन्दा चाँडो सर्ने रोग अर्को छँदैछ। अनुहारमा हेरेर कसैले एकचोटि हाई गर्दा संख्या घटाउने कारणले नारायण कवचका प्रभावले इन्द्र वृत्तासुरका पेटमा पुग्दा आखिरका बीचमा पेटै खोलेर बाहिर आए। वृत्तासुरका गलाका बीचमा हतियार प्रहार गर्दाखेरि त्यो वज्रले 1 वर्ष लाग्यो वृत्तासुरको शरीर र त्यो शिर अलग गर्नका लागि। मर्ने बेला वृत्तासुरको मनले हरि स्मरण गरिराखेका थियो। बाणीले परमात्मा प्रभुको पुकार गरिराखेका थियो। परमात्मा प्रभुको स्मरण भइराखेका थियो। कति भाग्यमानी वृत्तासुर जसको शरीरबाट निस्किएको तेजपुञ्ज भगवान परमात्माका चरणमा लिनुभयो। आकाशबाट पुष्पलामा फुलहरूका दृष्टि भए धन्य हो। आसुरीय जन्मका बिचमा राक्षसी जन्ममा पनि वृत्तासुरले भागवत गति प्राप्त गरे। राजा इन्द्र वृत्तासुरलाई मारेर कुर्सीमा बस्न खोज्नु भएको ब्रह्म हत्याको पाप लगड्दै आयो। पहिलो पटक 4 भागमा विभाजन गरेको ब्रह्म हत्याको पाप दोस्रो पटक कसैलाई दिने ठाउँ भएन, जसका कारणले इन्द्र पनि लुक्नका लागि मारा बाण सरोवरमा कमलका डाँठभित्र गएर लुक्न भयो। त्यही बेला चन्द्रवंशको 9 स्नान गरेको राजाका लागि ल्याएर कायम मुकायम इन्द्रका स्वरूपमा नियुक्ति गर्नुभयो। र 2-4 दिन त स्वर्गको रमाइलो उहाँका लागि राम्रै लाग्यो थियो। 2-4 दिनपछि स्वर्गको त्यो रमाइलो र त्यो आनन्दता उहाँका लागि पूर्ण हुन सकेन। महाराज इन्द्रको जय भनिया छन्, सम्पत्ति तपाईँको भनिया छन्, सर्वस्व तपाईँको भनिया छन्, जसका कारणले उनको मति भ्रष्ट भयो। इन्द्राणीका साथमा विवाह गर्ने प्रस्ताव राखे, जसका कारणले कयौं पटक सम्झाउँदा समेत मान्न तयार भए। इन्द्र पत्नी शशीले गुरु बृहस्पतिका शरणका बीचमा प्राप्त भइसकेपछि स्वयं ऋषि मुनिलाई पालकी बोकाउन लगाएर विवाह गर्न आयो भनेदेखि विवाह गर्छु भन्ने वचन दिनुभयो। म किन सक्दिनँ तिमीलाई अगस्त्य भए, दुर्वासा भए, भयङ्कर ऋषिश्वरहरूका लागि बोलाएर पालकी बोक्नका लागि लगाउँदाखेरि के चाँडो हिँड भनेर आफ्नो गोडा निकालेर ऋषि मुनिका टाउका प्रहार गर्न लागे। यति भइसकेपछि सहनै हुन सकेन र ऋषि मुनिहरूले हामीलाई सर्ग भनेर कराइराखेका छ, हामी सर्ग होइन त सर्प भन्नु परोस् भन्ने किसिमको वचन दिइसकेपछि लौ त भनेर आज स्वयं गइकन सर्प भने 9 स्नान गरेको राजा ऋषि मुनिलाई साह्रै क्रोधोत्पत्ति भयो, जसका कारणले गएर त्यो डोली फ्याल्दिएर जङ्गलतिर प्रस्थान गर्नुभयो। आज ती वृत्तासुरलाई भगवानको नाम मर्ने बेला किन आयो प्रभु? साह्रै अनर्थ लाग्यो। परमात्माको नाम मर्ने बेला दानवलाई कसरी आयो? लडाई र झगडा बेला नारायणको नाम कसलाई आउँछ कसैलाई? झगडा गर्दाखेरि कहाँको नारायण आएको नारायण पनि भाग्छ भनेदेखि स्वयं लडाई र झगडाका बेला दानवका लागि भगवानको नाम आउनु पर्यो। कारण के होला भन्दा यी त पूर्व जन्मका बीचमा चित्रकेतु नाम गरेका राजा थिए भनेर यो इतिहास ल्याएर प्रकट गर्नुभयो। वृत्तासुर पूर्व जन्ममा चित्रकेतु नाम गरेको राजा सुरसे नाम गरेको देशमा राज्य गर्नेवाला सबै कुरो भरिपूर्ण भयो, सन्तान भएनन्। एउटी दुईटी गर्दै करोड रानी बटुल्नु भयो। कसैबाट पनि सन्तान नभएको एक दिन अंगिरा नाम गरेको ऋषि आउनुभयो। ऋषिको पाउ पक्रेर साह्रै बिना गरेर रुन लाग्नुभयो। हरि, आज मेरो दरबारमा सारा सर्वस्व छ, तर यो उत्तराधिकारी मेरो दरबारमा कहिले भए? कहिले पनि सन्तानको जन्म भएन। म के गरौँ भनेर साह्रै विलाप गर्दै रहँदा अंगिरा ऋषिले भन्नुभयो, संसारमा प्रारब्ध रोएर डर्दैन,